हरेक फाइल खोलिन्छ। अब जति अट्याक गर्नु छ बरु मलाई नै अट्याक गर्नु होला। धेरैजना खुसी पनि हुनुहुन्छ होला, धेरैजना दुखी पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। म आखिरी अब वी आर हियर टु स्टे, यो कुरा चाहिँ बुझ्नुपर्ने छ सबैजना। अर्को कुरा, जति पनि आरोपहरू मलाई लाइयो, अहिलेदेखि लागेको होइन, जेनजी आन्दोलनदेखि लाइएको छ, म त ठेक्न सकौँला। तर विशेष गरी आइन्दादेखि कुनै नागरिकलाई, नेपाली नागरिकलाई उनीहरूको अपमान गर्न, उनीहरूको चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा एकदम संवेदनशील भएर यो विषयलाई चाहिँ सिरियसली हामीले चाहिँ अबदेखि गृह मन्त्रालयले हेर्नेवाला छौँ। मलाई जे भन्नु छ नो प्रब्लम, म ठेक्न सक्छु, जस्तो सुकै आरोप लगाए पनि म ठेक्न सक्छु। तर नेपाली नागरिकलाई, अरूलाई दुःख दिएको चाहिँ म हेर्न सक्दिनँ। विशेष गरी हाम्रो चेलीहरूलाई, नेपालकी छोरीहरूलाई जुन तरिकाले उहाँहरूको चरित्र हत्या गरिन्छ त्यसमा गृह मन्त्रालय एकदम सिरियस हुन्छ। सो आइन्दादेखि यस्तो हाम्रो समाजमा यस्तो खालको प्रवृत्ति नरहोस्। जति अट्याक गर्नु छ बरु मलाई नै अट्याक गर्नु होला, नो प्रब्लम। तथ्यको आधारमा हुनु पर्यो, तोडमोड गर्नु भएन। र मिडिया ट्रायलको नाममा कसैले आत्महत्या गर्नु नपरोस् हाम्रो देशमा आइन्दादेखि। आज विशेष गरी हामीले लगभग 4वटा निर्णय गरेका छौँ। इट्स भेरी सिरियस र म हजुरलाई आज पढेर सुनाउनेवाला छु। जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने पहिलो। दोस्रो, विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्ड